हेलो नमस्ते आज हाम्रो फोटोसुट सक्या हो एन्ड वी आर नियरली टु फाइनल ग्रान्ड फाइनल Give me everything tonight. Give me everything भूमिका निर्वाह गरिरहेकी छु। मेरो लक्ष्य भनेको आफ्नो व्यक्तित्व विकास गर्दै सम्पूर्ण समाजका आवाजविहीन महिलाहरू उहाँलाई अल द बेस्ट विसेस गर्न चाहन्छु। Respect for its culture, people and values. Hello everyone, myself Pujasa. I'm 19 years old. My birthplace is Lamki Kailali and I'm currently living in Lalitpur. My hobbies, learning new things and improving myself every day. I feel truly proud and honored to. At the age of 19, I stand here to prove to morning that when a woman is grounded. पार्टिसिपेन्ट्स remaining जसले contestant number पिक गर्न बाँकी रहेको छ। About your dreams. Namaste everyone and our honorable Desh. Thank you so much for your time and support. Next, I request Deepa Chetri हुनुहुन्छ Deepa Chetri. So thank you so much for your time and support. र आजको यस साथ सेरेमनीमा हामीसँग साथ
गो। नमस्ते, म प्रणय लामिछाने, कोना हस्पिटालिटी ग्रुपको चाहिँ फाउन्डर। फर्स्टली आई थ्याङ्क्स मनु शाह सर एन्ड शाह स्टुडियो ग्रुप। उहाँहरूले चाहिँ आज हामीलाई एक दिनको वर्कसप गरेर चाहिँ हामीले के गराउँछौँ भन्ने कुरा चाहिँ सेयर गर्ने अपर्च्युनिटी दिनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद। Namaste, myself Monu Shah and I'm the founder of Shah Studio and Company, and thank you to our Kona Kids for your warm hospitality and यति राम्रो सेसन आज भयो हाम्रो स्टुडेन्टहरूको क्यान्डिडेटहरूको रोयल ग्लोबलको इन नेपाल सिजन 2 को। सो उहाँ चाहिँ कोना केकबाट चाहिँ आज हाम्रो यो इभेन्टको सेलिब्रेसन पार्टनर पनि हाम्रो आबद्ध हुनुहुन्छ। थ्याङ्क यू कोना केक्स फ्यामिली। मेरो चाहिँ स्नातक पास गरेकी हो र विभिन्न प्राइभेट क्षेत्रहरूमा काम गरेँ। ओदाकी चौधरी, a 21-year-old dreamer from Mohtari district, मध्य प्रदेश र अहिले हालमा चाहिँ म ब्याचलर पढ्दैछु इन हेल्थ केयर म्यानेजमेन्ट एट सानेपाट ललितपुर। थ्याङ्क यू। 3 month कपनमा बस्दैछु र अहिले चाहिँ पिकेमा जिएमसी अध्ययन गर्दैछु। जना दास, म हाल अहिले चौमती नियर रेस्टुरेन्टको बस्दैछु र मलाई गीत गाउनु बाहेक र म्युजिक फिल्डमा धेरै इन्ट्रेस्टेड छ र त्यस साथसाथै अहिले म मेडलाइफ इन्सुरेन्समा पनि काम गर्छु। म अहिले दर्दै बमोजिममा एडमिन काम गर्दैछु। नमस्ते, मेरो नाम प्रोसेस सुनवार हो भने म कलमीमा बस्छु। म एक फेसन डिजाइनर हो। मैले चाहिँ कुर्ताहरू अनलाइनमा बेच्ने गर्छु। नमस्ते सबैलाई, मेरो नाम सन्तनी सन्तरा हो। म चाहिँ हाल गाडागाडीमा बस्छु र ब्याचलर गर्छु। Greetings to everybody. My name is Anisha Yadav and मेरो recent residence चाहिँ इमादुर ललितपुर अनि I'm preparing medical. कुरेसमा बस्दैछु। एज अ गेस्ट हस्टेलमा अकाउन्टिङ ग्रुपमा काम गर्छु। नमस्कार सबैलाई, म प्रेमा पौडेल। मेरो ब्याचलर्स चाहिँ सिभिल इन्जिनियरिङमा कम्प्लिट भयो अनि मास्टर्स एग्रिकल्चरमा गरिरहेछु। सरले चाहिँ एउटा पोलिटिसियन रहेछ योसम्मको चाहिँ यहाँ फिट गराइसकेपछि हामीले पनि केही कुरा दिउँ सरलाई। अनि अब म पनि बाई प्रोफेसन म चाहिँ बाहिर चाहिँ लङ टाइम बाहिर बसेर तर अहिले जुन मार्चमा तपाईँहरूको आँट देखियो प्राउड फिल भयो किनभने तपाईँहरू केही न केही काममा आबद्ध हुनुहुन्छ। त्यो भनेको धेरै राम्रो कुरा हो। सो एकछिन अगाडि पनि हाम्रो कोर टिमहरूसँग तपाईँ के जान्न चाहन्छु, तपाईँहरू अहिले के गरिराख्नु भएको छ, काम गरिराख्नु भएको छ? टाइटल हेर्नु भएको छ तपाईँहरूले हेर्नुहुन्छ है। अब कति यो प्रोडक्सन यताउति आजकल चाहिँ
मेरो नाम रोजु सुवार हो। I'm आकृति चौधरी। म नबिना थापा। नमस्कार, म माया छेत्री। म श्वेता भुटाल। I am Kripa Powder. म सृजना दास। This is Natasha Tamarka. मेरो नाम अनिता छेत्री। I am Sasika Shrestha. My name is Anisha Yadav and my name is Sudhata. Miss Saraswati Satera. My name is Shreya Mandal. Myself, Vajasi Marisa. I am Chanda Kapali. आज तेरी शक्तिलाई सम्झनुहोस्। Today on 30th of May 2026 Friday, we have gathered here at Hamro Ramailo Gaunle restaurant for the talent show round. Namaste, good afternoon and warm greetings to everybody present here. Introducing to you all myself, Yubi Shatapa, your host for today's extravagant event organized by Shah Entertainment Studio and Company. I, on behalf of our organizers team, welcome you all to the talent show segment of the Kids Runway Season 5 and Miss and Mrs. Royal Global Queen Season 2, franchised by Mumbai, where our winner will represent the Crimson and Blue at Bali, Indonesia. Platform ko pachadi euta vision, dreams a stage, and today that vision belongs to none other than Shah Studio and Company Private Limited. So sabai janale Shah Studio and Entertainment ko लागि euta jordar tali ajko event ko suruat garnaka लागि. Can we please make some noise for Shah Studio and the team for today and the upcoming events? हाम्रो अर्को जज हाम्रो हटी नटी श्रेष्ठ। त्यसै गरी करिब 20 वर्षदेखि सङ्गीत क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्नुभएको र आजको हाम्रो कार्यक्रमलाई अझै गरिमामय बनाउन आउनुभएको हाम्रो रेस्पेक्टेड सिङ्गर मिस्टर रोशन बालुवाजी। त्यसै गरी top 5 finalists of Singing Star Nepal, the beautiful voice and vibrant personality who shows up to enrich our event. स्वागत गरौँ Miss Renuka Pakrin. And now, Voice of Nepal मा आफ्नो प्रस्तुतिबाट धेरै दर्शकहरूको मन जित्न सफल हुनुभएको founder of Thunga Band and Group, Mr. Binaya Karki Chetri. एउटा एक्टिभ एक्टर, आर्टिस्ट, फ्यासन कोरियोग्राफर र यस कम्पनीको सिइओ रहनु भएको छ। कृपया जजेसहरू अगाडि आइदिनु होला। जुरी प्यानलको एकजना मेम्बरलाई साथै अरूलाई पनि खादा तथा टोकन अफ लभले सम्मान गर्दै हुनुहुन्छ। सबैजनाले फेरि पनि हाम्रो जुरी प्यानललाई र यो टिमलाई तालीले प्रोत्साहन गरौँ। हाम्रो हुँदैछ क्राउन, फेरि अझै पनि हाम्रो भोटिङलाई काउन्ट डाउन टुगेदर है त। 4 3 2 and 1. We have our big crowd winner.
सबैजनाको अब हामीले चाहिँ अब भोलि पर्सि तपाईँहरूलाई पनि इफेक्ट नपरोस् र हामीले जज ज्युरी मेम्बर्सहरूलाई पनि इफेक्ट Be a forlorn war. We often tend to mash the gas to obtain what we pray. School days is one of the big parts of our life. But when we visit that school again, it feels like a really big Good afternoon, everyone. I'm contestant number 3, Bharati Kumari from Janakpur. नसक्ने भएछु। स्वर अन्यासै डर गरायो, स्वर अन्यासै डर गरायो तिम्रो प्रेमको बखान गर्दा गर्दै। मधुसीमा तिम्रो तस्बिर हेरी, मधुसीमा तिम्रो तस्बिर हेरी बोल्न नसक्ने भएछु। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ श्रेया मण्डल हो अनि मेरो कन्टेस्टेन्ट नम्बर 6 रहेको छ। मेरो आजको ट्यालेन्ट राउन्डमा ट्यालेन्ट मैले प्रस्तुत गर्न आँटेको कन्टेस्टेन्ट नम्बर 7। यहाँहरूको अगाडि म एउटा सानो पोएम
गइरहेको छु। पहिला म सर्ट स्टोरी जस्तो भन्छु है। तपाईँहरूलाई कहिले केही यस्तो भएको छ, कुनै सिचुएसनमा पर्नु भएको छ, केही काम गर्न जानुभयो र केही कारणवश त्यो काम भएन अनि कस्तो दुःख लाग्छ नि त, विच इज भेरी स्याड। यसो गरेको भए यसरी हुन्थ्यो, यो गरेको भए त्यो हुन्थ्यो जस्तो लाग्छ। त्यही अनि त्यो क्रममा हामी एक कुरा गर्न बिर्सिन्छौँ। के होला त्यो? हामी मुस्कुराउन बिर्सिन्छौँ। सो अब म स्टार्ट गर्दैछु। सबै बेला हरेक समय मुस्कुराउनु पर्छ भन्ने छैन, तर ती सानो स्माइलले पनि तपाईँभित्रको एउटा आँधी शान्त बनाइदिन सक्छ। त्यही भएर मुस्कुराउनुहोस्। कुनै काम गर्न जाँदा त्यो काम भएन अथवा केही जित भएन भने के थाहा त्यो जित अरूको लागि बढी इम्पोर्टेन्ट हुनसक्छ। त्यही भएर मुस्कुराउनुहोस्। टुटेको मुटु पनि कहिलेकाहीँ हजुरहरूको लागि अथवा अरू मान्छेको लागि सेफ स्पेस बन्न सक्छ। त्यही भएर मुस्कुराउनुहोस्। थोरै आफ्नो लागि, थोरै ती मान्छेहरूको लागि जो तपाईँको मुस्कान देखेर आफ्नो भित्र र सोसाइटीमा अलिक सुकुन खोज्छन्। त्यही भएर मुस्कुराउनुहोस्। धन्यवाद। मुस्कानका साथ धन्यवाद। Hello and good afternoon everyone. I am Swastika Shrestha, contestant number 8. Today I am going to show my talent by dancing. Thank you. Did we enjoy the performance, audience? खै त एनर्जी नै पुगेन. Did we enjoy it? Okay, so सृष्टि करायत मिस क्याटेगोरीबाट आज चाहिँ मैले एउटा सामान्य घटनालाई अब प्रस्तुत गर्न जाँदैछु. मैले भन्नुभन्दा पनि मैले कतिको पोर्ट्रे गर्न सक्छु, कतिको चाहिँ मैले त्यसलाई उतार्न सक्छु, बुझाउन सक्छु, त्यसले महत्त्वपूर्ण भूमिका खेल्छ. सो हामी चाहिँ डाइरेक्ट लागौँ है त एक्टिङतर्फ. थ्याङ्क यू. छेपारो छ्याट यस्तो सङ्गीत पाउने माया लाउने हो र? I did not come out.
दाजुले नहेर के भयो त म छोड्दैछु त अहिले त खुब भन्थ्यो त छोराले नहेरे नि छोरीले चाहिँ हेर्छ है भन्नु अहिले चाहिँ के भयो बिगारेर गइने के भयो त तिमीलाई हेर्नु नि घरबाट बिगार्नु पर्छ न मैले छोरी मान्छेले चाहिँ कति नै हेर्नु नमिल्ने जस्तो छोरी मान्छेले हेर्नु आउँदैन आफ्नो आमालाई छोरै छैन औषधिहरू लेखिदिएको छु साथतिर पनि केही पनि छैन समस्या केही देख्दिनँ पेनमा तर एकचोटि टेस्ट गरेर हेरौँ न आउने सोमबार चाहिँ रिपोर्ट लिएर आउनु है त हस् ल चिल्लो पिरो चाहिँ पार्नु है फेरि हेलो मम्मी दर्शन सन्चै हेर्छिन्छ यता सबैले ठिकै छ मैले 35,000 जति हालिदिएको छु ल खातामा ए ल अब 4 वर्ष जति हो अनि सबै किस्ता पनि सकिन्छ ल अब जय सबले कमाउने बेला भइराख्यो ल बाई For everyone to reflect, right? And this is also हाम्रो एउटा इभेन्टको मेन मोटिभ जस्तो लाग्छ to A very beautiful warm afternoon to everyone, especially our jury member and to everyone who present here. I'm Akriti Chaudhary, contestant number 10 from Miss category. Today I'm performing a dance and where I'm showing a story. I love to dance but my parents don't allow to do dance, but still he goes outside and I just show my Mithilanchal culture and I show my talent. Thank you. म बिएससीमा जाँदैछु इक्जाम रिजल्ट राम्रो आउँछु है हे आकृति कता छौ के तिमी अडिसन स्टार्ट भइसक्यो 2 आवर्स मात्रै बाँकी छ छिटो छिटो Please welcome contestant number 10 Akriti to the stage of Miss Royal Global Queen Nepal. Thank you.
एकअर्कालाई प्रोत्साहन दिउँ है त। And hello everyone, my name is Nandan Subba. I am 8 years old. Today I am going to deliver a speech about Silam Sakma. Silam Sakma is a symbol that identifies Limbus. It has become the principal symbol of Limbu community. It is a sign of representation and faith with deeper meaning based on movement of Limbu. Si means date, Lam means way or path, Sakma means block. Importantly, it is used to block the path of date. Silam Sakma is used to block unnatural, unwanted evil spirits and forces. Silam Sakma meaning in Nepali is Mrityuko Bato Cheknu. Thank you, Sarah Rowe. Miss Francie Tuladar. Today I am here to present. Thank you. on stage. Thank you, Francie. My name is Imran Hatta. I am 8 years old. Today I am going to perform a dance. Oh my
Hey
Karsuki, Face of Rajdhani, Teen Nepal, Miss and Miss Kids Nepal, Self Fashion Week, Rajdhani Runway, जस्ता थुप्रै इभेन्ट्स र अपर्च्युनिटिज शाह एन्टरटेनमेन्ट कम्पनीले हजुरहरूलाई प्रोभाइड गराउँदैछ भने त्यसको अपडेट्सहरू हजुरहरू प्रत्यक्ष रूपमा हाम्रो इन्स्टाग्राम पेज मार्फत लिन सक्नुहुनेछ। आमा अब म ठुलो भयो, म विदेश गएर धेरै पैसा कमाएर आउँछु, बुबाको सपना पुरा गर्छु, अनि हामीसँगै बस्नुपर्छ है। भनेर कसैले संसारको कुनै पनि आमालाई सोध्नु सबैको जवाफ एउटै आउँदो हो, त्यो हो छोराछोरीको ओठमा खेल्ने मुस्कान। सबै हामी
बिसुने तिमी चौतारी एकै गाँसले भोक टाढोन आफ्नै संसार बेसमीलाई। नमस्कार, आजको समाचार। विदेशमा रहेका कयौं नेपाली युवाहरू दुर्घटनामा पनि ज्यान गएका छन्। आमा 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 एउटै होइन र मानिस सब बदललाई सोध माया के हो उनीलाई सोध त्याग के हो मानिस ठुलो पीडाले हुन्छ पीडामा मला सबै हुन्छ फेरि किन रोधो सपनीलाई हजारौं युवा विदेशीमा बाध्य छन् भविष्य अनि परिवारको सुखका लागि आफन्तबाट टाढिन। जान्छन् एउटा आशय लिएर, फर्कन्छन् एउटा भरोसा लास लास। I would like to announce that we will be having a break for 5 minutes. अबको 5 मिनट चाहिँ ब्रेक सेसन रहनेछ। त्यसपछि पुनः सबैजना यही स्थानमा आइदिनु हुन हार्दिक अर्बिल घिमिरे, वेदा शान्तिका बज्राचार्य, शिजा जुहेद, जीवा न्यू। 5 years old. I'm from Kabethali, Kathmandu, Nepal. Today I'm going to show that in the song Divana Heaven. मुझे प्यार
She helps me get ready for school and play. She combs my hair, she ties my shoes. She says, "My baby, I love you." She gives me food. She helps me write. She hugs me tight and every night. My mommy is my shining star. Thank you. Namaste everyone. My name is Shavika Bhattacharya and today I am saying speech. Namaste everyone. My name is Shavika Bhattacharya. I am 6 years old. I study in grade 1. I love to do art and craft and decoration. It makes me happy and excited. Sometimes we fail, but we should try again and again. If we try again and again, we could achieve our goal. A strong person never gives up and keeps trying again and again with a big smile on their face. Sometimes we fall, but we could stand up again. So always believe in yourself and never give up. Thank you and have a wonderful day. To put for me, please visit adulto.com. Thank you.
Thank you so much. अहिलेको लागि यति नै Performing dance. I'm presenting a dance. जननी जन्मभूमि स्वर्गव्यापी गइएछि जन्म दिने हाम्रा जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ भन्ने भनाइलाई आत्मसात गर्दै हजुरहरूमा आज म नृत्य प्रस्तुत गर्दैछु। धन्यवाद।
Mrs. category. And I'm going to sing a song of our legendary singer, Lata Mangeshkar. Deep condolence heartily to her. बड़कावाला टिचिङ कन्टेन्ट छोड़ा रखला इनके कन्टेन्ट उहे न खाली मिस एन्ड मिसेज हो ना मिस्टर नहीं है सब मिस्टर और मिसेज लिखल बात नहीं है तब क्या लिखे थे यार ये फिल्म एकेडमी में एवरेस्ट गएको थियो नि त्यसमा लेखेको अन्य स्थानबाट आउनुभएका अतिथिज्यूहरू मिडिया मण्डलज्यूहरू मेरा प्रतिस्पर्धी साथीहरू साथै विभिन्न स्थानबाट आउनुहुने दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा नमस्कार। म श्वेता भुसाल प्रतियोगी अङ्क 6 मिसेस क्याटेगोरीबाट चितवनबाट प्रतिनिधित्व गर्दैछु। मैले एउटा आज अभिनय लिएर आएकी छु। अभिनयको बोल्छ मेरो मम्मी हस्पिटलमा हुनुहुन्छ, बिरामी अवस्थामा हुनुहुन्छ र मैले भगवान्सँग चाहिँ मेरो मम्मीलाई बचाइदिनुहोस् भनेर चाहिँ पुकार गरिरहेको छु। भगवान्सँग चाहिँ प्रार्थना गरिरहेको छु। बाँकी प्रस्तुतिबाटै हे भगवान् मेरो मम्मी बिरामी हुनुहुन्छ, बचाइदिनुहोस् भगवान्। हेलो एक्सक्यूज मी हेलो मैम सिकिस्तै हुनुहुन्छ पछाडी हस्पिटलमा जन्म र मृत्युको सयमा हुनुहुन्छ। उहाँलाई बचाइदिनुहोस् भगवान्, उहाँलाई बचाइदिनुहोस्। आजसम्म मैले हजुरसँग केही पनि मागेको छैन। आजसम्म भगवान् मैले यो उमेरसम्म आएर हजुरसँग केही मागेको छैन भगवान्। तर आज मेरो मम्मी जन्म मृत्युको सयमा हुनुहुन्छ। उहाँको धड्कन पनि कम हुँदैछ भगवान्। मेरो मम्मीलाई बचाइदिनुहोस्। म उहाँ बिना कसरी बाँच्छु? म एक्लो हुन्छु यो धरतीमा। हे भगवान् मेरो मम्मीलाई बचाइदिनुहोस्। म उहाँ बिना टुरी हुन्छु भगवान्। हे भगवान् मेरो मम्मीलाई बचाइदिनुहोस्। उहाँ बिना जन्म र मृत्यु हुन्छ भगवान्। उहाँ बिना यस धरतीमा
गाह्रो हुन्छ मेरो मम्मीलाई बचाइदिनु मेरो मम्मीलाई बचाइदिनु उहाँलाई बचाइदिनुहोस् बाबा डक्टरले पनि आज छैन भन्ने कुरा गरिसक्नु भयो भेन्टिलेटर हुन सकेको छ बाबा उहाँलाई बचाइदिनुहोस् म उहाँ बिना एकदमै हुन्छु भगवान् उहाँलाई बचाइदिनुहोस् फेरि पनि सबैजनालाई स्वागत छ है म चाहिँ अब कलाकार र एउटा डान्सर पनि एउटा कोरियोग्राफर पनि त्यही भएर चाहिँ म तपाईँहरूलाई चाहिँ डान्स प्रस्तुत गर्दैछु है पहिला चाहिँ म अलिकति तपाईँलाई अब आइम नेपाली आर्टिस्ट हो नेपाली गीत भन्दा पनि मैले चाहिँ अहिले हिन्दी गीत एउटा सानो एउटा हिन्दी गीत गर्छु त्यसपछि मैले अभिनय गरेको चलचित्र गुन्यु चोलोको मुभीकै गानामा प्रस्तुत गर्न चाहन्छु लास्टमा चाहिँ अहिले चाहिँ एउटा सानो कैलाश खेलको सैया भन्ने सङ्गमा चाहिँ एउटा सानो प्रस्तुत गर्न चाहन्छु र तपाईँहरूलाई पनि एउटा हौसला र प्रोत्साहित होस् है हामीले भोगेको पीडा हामीले अहिले पनि भोगिरहेको छौँ त होइन यो कम्युनिटीले हो त्यही विषयवस्तुमै बनिएको कम्प्लिट मुभी हो भदौ 13 गते रिलिज भएको थियो तर भदौ 23 र 24 को आन्दोलनले गर्दा अब देश नै उथलपुथल भएको थियो त्यो बेला त्यही भएर चाहिँ हाम्रो मुभी रोकियो तर 2 हप्ता मजाले चलिरहेको मुभी थियो सबैजनाले मन
मन पराएको पनि थियो माया पनि गरेको मुभी गुन्डुचोले र अहिले इन्टरनेसनल के अरे हाम्रो प्रड्युसरहरू हुनुहुन्छ र त्यो मुभीको वान अफ द पार्ट अफ प्रड्युसर पनि मै नै हो है। यही मुभीमा चाहिँ तपाईँले नाजिर हुसैनलाई चाहिँ एउटा भिन्न अवतारमा देख्न सक्नुहुन्छ, एउटा महिलाको रोलमा देख्न सक्नुहुन्छ। त्यही भएर यही फिल्मको चाहिँ एउटा सानो तपाईँहरूलाई सम्पूर्ण यहाँ जो मलाई चिन्नुहुन्छ, जसले मलाई माया गर्नुहुन्छ उहाँको लागि एउटा सानो सङ्गीत। कार्यक्रमको अन्तिम चरणतर्फ लागि मैले आज चाहिँ एउटा कविता भन्न गइरहेको छु। कविताको शीर्षक छ कलिला शहीदहरूको अमर बलिदान। किनकि म दुईवटा जिन्जीको आमा पनि हो। कति सपनाहरू थिए ती आँखामा, कति सपनाहरू थिए ती आँखामा, ती कलिला आँखामा कति सपनाहरू थिए, देश बनाउने आफ्नै चाहनाहरू थिए। ती कलिला आँखाहरूमा कति सपनाहरू थिए, देश बनाउने आफ्नै चाहना थिए। अन्याय विरुद्ध आवाज बने, सत्यका लागि साहस बने, सत्यका लागि साहस बने। न त डराउन नै जाने, न त झुक्न नै माने, न त डराउन नै जाने, न त झुक्न नै माने। आगोमा पनि फुलदै फुले, देशकै लागि हाँसी हाँसी ढले, देशकै लागि हाँसी हाँसी ढले। वीरहरू मर्दैनन्, जनताको मुटुबाट हट्दैनन्, जनताको मुटुबाट। तिम्रो सपना मर्ने छैन, हे कलिला शहीद सम्मान। Thank you so much. That was such a beautiful program, this event itself. यति भन्दै हामी कार्यक्रमको अन्त्य चरणतर्फ आइसकेका छौँ। मलाई चाहिँ एकदम मन छुने एकजना हुनुहुन्छ, दुईजना। एउटा हुनुहुन्छ उहाँको मलाई चाहिँ एकदमै मन छुयो उहाँको पर्फर्मेन्स। र मेरो आशीर्वाद सधैँभरि रहोस् भन्ने चाहिँ छ। तिम्रो उज्जवल भविष्यको एकदम शुभकामना। यो पैसा चाहिँ कहिले पनि खर्च नगर्नु, जहिले पनि राखिराख्नु है। ओके, अब अर्को चाहिँ को हो त? यस, काइरा म्याजिक। उहाँको वेशभूषा यति राम्रो, कति हो क्युटी यो मान्छे। फेरि अग्निको एक्सप्रेसन गरेन, अग्नि कसरी गरेको थिएँ? फेरि एकचोटि एक्सप्रेसनमा त गर नि त। डान्समा कस्तो गरेको थियो? डान्सको एक्सप्रेसन गरेर एकचोटि फेरि ट्रेनिङ हुनुपर्छ है। ल अझै you have to hard work, so once more say ल पछि। Thank you so much. र जुरी र यो सर्टिफिकेट चाहिँ केवल पार्टिसिपेसनको किड्स रनवे फेसन सोबाटै फाइनल ग्रान्ड फिनालेको दिन चाहिँ अलि रस हुने भएकाले गर्दाखेरि हजुरहरूले डिजर्भ गर्नुहुने यो सर्टिफिकेट हामीले आजै वितरण गर्ने फर पार्टिसिपेटिङ इन द ग्रान्ड सो अफ किड्स रनवे फेसन सो सिजन 5। राणा
we have Chandrika Bajracharya. Vinora Thapa. Lady Bondey for participation in the grand show of Miss and Mrs. Royal Global Queen Nepal. Shreya Mondal. Saraswati Satara. Pooja Shah. Namaste everyone. My name is Namnit Subba. My name is Ashra Kharka. My name is Vedasri Rajalakshmi Rana. My name is Anura Thapa. My name is Juwansi Kimire. My name is Pranchit Turadar. My name is Ahana Rai. My name is Kaira Maji. My name is Sapil Kimire. My name is Jeevan Upane. My name is Sati Ansari. My name is Sambika Bachichai. My name is Yasin Ansari. My name is Sisa Juhef.